Hello, Namaste. I am Sonu, UPVC and Aluminum System Windows expert. Today I am going to explain you about our working process. यो चाहिँ हाम्रो CNC machine भयो. हामीले चाहिँ UPVC हरु जति पनि प्रोफाइल छ सबै चाहिँ CNC machine ले क्लिनिङ गर्छौं. यसले गर्दा चाहिँ हाम्रो फिनिशिङ हरु राम्रो आउँछ. थुप्रै कम्पनीहरुले चाहिँ सानो ह्यान्ड टुल्स हरु र चेजरहरुले फिनिशिङ गर्छ. त्यसले गर्दाखेरि चाहिँ यसमा अलिकति फिनिशिङमा चाहिँ प्रब्लमहरु आउने गर्छ. यो चाहिँ अब हजुरले हेर्न सक्नुहुन्छ वर्किङ प्रोसेस यसको. अनि नजिक देखेँ. त्यसको अर्को घुमाएर देखेँ. यो चाहिँ हाम्रो वेल्डिङ मेसिन भयो. हामीले चाहिँ प्रोफाइल जोइन्टहरु यो वेल्डिङ मेसिनबाट गर्छौं. त्यसले गर्दाखेरि हाम्रो जोइन्टहरुमा कहिले पनि समस्या आउँदैन. नर्मली अरु सानो कम्पनीहरु चाइनिज युपीवीसीहरुमा चाहिँ ह्यान्ड टुल्स हुन्छ एउटा सानो, त्यसले जोइन गर्छ. त्यसले गर्दाखेरि चाहिँ केही वर्षमै त्यो जोइन्टहरु चाहिँ छुटिने गर्छ. हामीले चाहिँ जोइन्टमा नै 50 वर्ष वारेन्टी दिन्छ. यो चाहिँ वेल्डिङ मेसिन भयो. यसबाट चाहिँ हाम्रो प्रोफाइलहरु जोइन्ट हुन्छ. यसको मेसिनबाट जोइन्ट भएको चाहिँ यसको कहिले पनि छुट्टिदैन. यसको जोइन्टहरु चाहिँ अब यो लङ लास्टिङ हुन्छ. वेल्डिङ मेसिनबाट गरेको हजुरले हेर्न सक्नुहुन्छ. यसको जोइन्ट चाहिँ अब यो मेसिनले नै प्रेस गरेको छ. यो चाहिँ हाम्रो डबल हेड कटिङ मेसिन भयो. हाम्रो प्रोफाइलहरु जति पनि छ सबै चाहिँ यो मेसिनबाट कटिङ गर्छ. यसमा चाहिँ हाम्रो 45 डिग्री र 90 डिग्री दुवै काट्न मिल्छ. अरु सानो कम्पनीहरुले चाहिँ सानो एउटा ह्यान्ड टुल्स राखेको हुन्छ, त्यसले कटिङ गर्छ. त्यसले कटिङ गर्नु र हामीले यसले कटिङ गर्नुमा चाहिँ धेरै राम्रो फिनिशिङ आउँछ. यसले चाहिँ हाम्रो युपीवीसी कामहरु सबै यो मेसिनबाट कटिङ हुन्छ. हजुरहरुले हेर्न सक्नुहुन्छ. यो चाहिँ हाम्रो मेसिनबाट कटिङ हुँदैछ. यो हजुरको 45 डिग्रीमा कटिङ भइसकेको छ. यो चाहिँ कटिङको फिनिशिङ भयो मेसिनबाट. हाम्रो बिडिङ काट्ने मेसिन भयो. हामीले चाहिँ बिडिङहरु पनि सबै यो ठुलो मेसिनबाट फिनिशिङ गर्छौं. नर्मली अरूहरुले चाहिँ बिडिङहरु चाहिँ यो सानो मेसिनबाट फिनिशिङ गर्छ. कतिले चाहिँ प्रोफाइलहरु पनि यसले कटिङ गर्छन्. यसले काटेको र त्यसले काटेकोमा चाहिँ फिनिशिङमा धेरै फरक आउँछ. थुप्रै कम्पनीले चाहिँ यो सानो टुल्स युज गर्छ. यसले नै बिडिङ काट्ने, यसले नै प्रोफाइल काट्ने गर्छन्. हामी कहाँ चाहिँ प्रोफाइल काट्ने मेसिन छुट्टै, बिडिङ काट्ने मेसिन छुट्टै, सबै फरक छ. मेसिनले काटेको फिनिशिङ भयो हाम्रो. यो ठुलो मेसिनले काटेको चाहिँ जोइन्टहरु देखिदैन खासै. एकदम राम्रो फाइन फिनिशिङ आउँछ. यो चाहिँ हाम्रो ड्रेनेज सिस्टम भयो. हामीले ड्रेनेज वाटर स्लट चाहिँ सबै मेसिनबाट नै गर्छौं. अरूहरुले चाहिँ कतिले चाहिँ ड्रिल मेसिनले नै त्यसलाई पाल पार्ने गर्छ. त्यसको फिनिशिङ भन्दा हाम्रो यसको फिनिशिङ चाहिँ धेरै नै राम्रो आउँछ. दिस इज लक और राउटिङ मेसिन. हामीले चाहिँ लकहरु जति पनि राख्ने ठाउँ छ त्यो चाहिँ राउटिङ गर्दाखेरि चाहिँ यो मेसिनबाट नै गर्छौं. थुप्रै कम्पनीहरुले चाहिँ ग्लेन्डर मेसिन या ड्रिलिङ मेसिनले नै यसमा यसरी सर काट्ने गर्छ. त्यसको फिनिशिङ भन्दा हाम्रो यो राउटिङ मेसिनले नै गरेको चाहिँ एकदम राम्रो आउँछ फिनिशिङ. हजुरहरुलाई म देखाउँदै छु.
यसमा चाहिँ हाम्रो अरू लकहरू पनि अप्सन छ, टच लक अनि पपअप ह्यान्डल, अरू थुप्रै 2-3 वटा लकहरू पनि यसबाट नै काट्न सक्छौँ। राउटर मेसिनको फिनिसिङ हो। यसमा यो लक पनि हालेको छ हामीले, पपअप ह्यान्डल भन्छौँ यसलाई। यो चाहिँ राउटर मेसिनले फिनिसिङ गरेको। यो चाहिँ हाम्रो सिमलेस वेल्डिङ मेसिन भयो। हाम्रो प्रोफाइलहरू चाहिँ सिमलेस र नन सिमलेस आउने गर्छन्। हामीले नन सिमलेस चाहिँ हाम्रो उतापट्टि पल्लोमा वेल्डिङ गर्छौँ अनि सिमलेस प्रोफाइलहरू चाहिँ त्यसमा वेल्डिङ गर्छौँ। थुप्रै कम्पनीहरू चाहिँ दुईटै प्रोफाइल एउटैमै गर्ने गर्छ, त्यसले गर्दाखेरि जोइन्टमा चाहिँ समस्या आउने, जोइन्टको फिनिसिङहरू चाहिँ खासै नराम्रो आउने हुन्छ। हाम्रो सिमलेस वेल्डिङ मेसिनको चाहिँ फिनिसिङ यसबाट हुन्छ हजुरको। यो चाहिँ हाम्रो 255 डिग्री हिटमा हुन्छ यसको जोइन्टहरू सबै। यो चाहिँ हाम्रो सिमलेस प्रोफाइल वेल्डिङ मेसिन भयो। सिमलेस प्रोफाइल चाहिँ यो मेसिनले गरेको फिनिसिङ हजुरहरूले हेर्नुहोस्। यसमा चाहिँ अब ग्रुपिङ गर्नु पर्दैन। अर्को व्हाइट युपिभिसीहरूमा चाहिँ नन सिमलेस प्रोफाइलमा चाहिँ यसमा ग्रुपिङ पनि गर्नुपर्ने हुन्छ। यो चाहिँ अब सिमलेस प्रोफाइल भएर हाम्रो यो वेल्डिङ मेसिनबाट गर्दाखेरि चाहिँ एउटै लेभलमा आउँछ नि, एउटा पातलो लाइनिङ मात्रै देखिन्छ यसमा।